I am Magne Buddha. I am from Kathmandu. दर्शकबिन पछिल्लो समय हास्य विधामा सबैभन्दा रुचाएका कलाकार हुन् माग्ने बुढा केदार घिमिरे। दर्शकबिन उनकै नाममा माग्ने राजा बोलको फिल्म आउने भएको छ। माग्ने राजा फिल्मको फर्स्ट लुक्सहरू अहिले धमाधम सार्वजनिक गर्दै आइराखिएको छ। माग्ने बुढा कमेडी क्षेत्रमा निकै नै चर्चित नाम हो। माग्ने बुढाले पछिल्लो पिरियडमा मेरी बासैबाट अत्यन्तै चर्चा बटुलेर उनी फिल्ममा इन्ट्री मारेका थिए। छक्का पञ्जाका विभिन्न सिरिजहरूमा देखिने माग्ने बुढा अहिले बाहिरी फिल्महरूमा व्यस्त छन्। माग्ने बुढाको चर्चा परिचर्चा अझ धेरै पछिल्लो समय कसरी भइरहेको छ भने माग्ने राजामा सबैभन्दा धेरै पारिश्रमिक लिएको भन्ने कुराले अत्यन्तै चर्चा पाइरहेको थियो। माग्ने बुढाको मोस्ट अवेटेड फिल्ममा पर्ने माग्ने राजा अहिले सुटिङ सकेर प्रदर्शनका लागि तयार भएर बसेको छ। यो फिल्मका विभिन्न तस्बिरहरूले पछिल्लो समय सामाजिक सञ्जाल नै तताइरहेको छ। विशेष गरी माग्ने बुढा कमेडी जनरमा अत्यन्तै रुचाइएका कलाकार हुन्। माग्ने बुढाका विभिन्न फिल्महरू अत्यन्तै सुपर डुपर हिट भइरहेका छन्। अब माग्ने राजा तपाईँहरूमा फिल्म हलहरूमा आउनको लागि तयार भएर बसेको छ। तपाईँहरू यो फिल्म हेर्नलाई कतिको एक्साइटेड हुन्छ कमेन्ट बक्समा कमेन्ट राख्न नै नबिर्सनुहोला। युट्युबले त दर्शकबिन पछिल्लो समयका निकै लोकप्रिय चर्चित गायक तथा मोडेल दुर्गेश थापाको पछिल्लो पिरियडमा एकदमै धेरैभन्दा धेरै चर्चा परिचर्चा भइरहेको छ। उनको नयाँ गीत मस्टर 2 आउने भएको छ। दर्शक श्रोताबिनले सर्वाधिक चाहेको सिरिजको यो गीत रहेको दुर्गेश थापाले बताएका छन्। दुर्गेश थापा केही दिन अगाडि डाइनामिक स्टुडियोमा रेकर्डिङका लागि गएका थिए। उनीसँग अस्मिता अधिकारी पनि रेकर्डिङको लागि गएकी थिए। दर्शकबिन दुश्मनी हेरेको गीत सर्वाधिक चर्चा पाउन सफल भइसके पश्चात दुर्गेश थापाको अब आउने गीत मस्टरमा भने तपाईँहरूले दुर्गेश थापा र अस्मिता अधिकारीको स्वर सुन्न पाउनुहुनेछ। गीतलाई मिक्सिङ मास्टरिङ एरेन्ज भने विमल छिनालले गरेका छन्। दर्शक श्रोताबिनले अत्यन्तै रुचाएको गायक दुर्गेश थापा पछिल्लो समय स्टेजका राजा भनेर चिनिने गरिरहेका छन्। उनका गीत सङ्गीतहरू अत्यन्तै रुचाइएका छन्। सबैभन्दा धेरै दुश्मन हेरै अत्यन्तै चर्चा पायो। युट्युबमा करिब 90 मिलियन प्लस भ्युज ल्याउन सफल भइसकेको दुश्मन हेरै गीत भइसकेको छ। यसै लगत्तै दुर्गेश थापाले अब भने आफ्नो नयाँ गीतमा काम सुरु गरेका छन्। विशेष गरी तीजलाई लक्षित पारेर दुर्गेश थापाका गीतहरू बजारमा आउने गर्थे पहिला। अब पनि फेरि दुर्गेश थापाले तीजलाई लक्षित पारेर नयाँ गीत बजारमा लिएर आउने कुरो आइरहेको छ। अस्मिता अधिकारी र दुर्गेश थापाको आवाजमा रहेको गीत तपाईँहरूमाझ बजारमा आउने कुरो लगभग कन्फर्म गराइसकेका छन् दुर्गेश थापाले। दर्शकबिन यो गीत सार्वजनिक भएपछि गीतलाई हेर्न भने